माइती घर आइपुग्यो। आमा कता हुनुहुन्छ? जन्म दिने हे मेरी आमा, आमा जस्तो कोही छैनन् संसारमा। अरे यस्तो फुर्किले आएको कहाँ जानुपर्छ? आमा आमा हेर न, ढिलो आइ भनेर रिसाले। के गर्नु आमा, सबैतिर भ्याउँदै, दोकानमा पनि भ्याउँदै बस्नुलाई। अनि मैले के ल्याइदिएकी छु यहाँ होइन? अरू बेला ठुलो झोला ल्याउँथेँ, कोसेली थोरै ल्याउँथेँ। आज इम्पोर्टेन्ट ल्याएको छु, ठिक्क ल्याएको छु। अब म मम्मीलाई यस्तो राम्रो राम्रो बनाउँछु। ढिलै आए पनि मेरी मम्मीलाई मैले अरू बेला पनि त कति गरेकी छु नि, के माता तिर्थै मात्रै आउनुपर्छ र जसरी भए पनि आइपुगेँ। बाटो भन्नुहुन्छ नि यस्तो छ कि धुलै धुलो पुऱ्याएर। ल एउटा गीत नाच्नुपर्छ, एउटा गीत गाइदिनु त। ल आउनु, औँसीको एउटा गीत गाइदिनु नि। आउनु हेर, आज अघि सबैका छोरीहरूले मुख हेरेर लगिन, केही नराम्रो गुनासो त लागेन टाइममा नआइपुग्दा? लागेन है? तपाईँलाई चाहिँ गीत गाउन मन लाग्दैन आमा? आमा हुनुहुन्न, रोटी लाग्नु फलामे टाइमा, आमा केनन् गएन म माइतैमा। यो फुल चाहिँ सबै रोप्नु भएको अनि हजुरले नै? आमा कति चाहिँ रोप्नु भएको रहेछ नि? थियो नि, कति चाहिँ रोप्न मन लाग्छ नि हजुरलाई? ल आउनु जाउँ अब।